हाई साथीहरू, आज चाहिँ मैले हजुरलाई घरमै बनाउन सक्ने सिम्पल बरफको रेसिपी लिएर आएको छु। हजुर यसरी पहिला दुध कति चाहिन्छ तताउनु होला आफ्नो अनुसार, अनि त्यसपछि त्यसले धेरै उमालेर अनि ड्राई फ्रुट्सहरू नि कतिको मनपर्छ हालेको होइन, त्यो अनुसारले यसरी पिसेर धेरै धुलो पनि गर्नु पर्दैन, यतिको भयो भने हुन्छ। अनि मजाले दुध उम्लेपछि चाहिँ हजुरलाई चिनी कति मनपर्छ सुगर त्यही अनुसारले राख्नु होला। मैले चाहिँ हाफ कप जति राखेँ। अनि सुगर राखेर नि मजाले चलाउनु होला एकछिन एकदम। अनि त्यसपछि अघिको त धुलो बनाएको ड्राई फ्रुट्स त्यहाँ हाल्न सक्नुहुन्छ। अनि ड्राई फ्रुट्सलाई त्यहाँ हालेर एकदम राम्रोसँग बिस्तारै सानो ग्यास बनाएर चलाउनु होला। त्यसपछि बिस्तारै बाग्लो बाग्लो हुँदै आउँछ त्यो चलाउँदै। अनि यतिको भएपछि चाहिँ हजुरले चिसो भएपछि बट्टामा हालेर राख्न सक्नुहुन्छ। हामीले चाहिँ त्यो बरफको नै थियो हामीसँग चाहिँ, यतिले हामीलाई कतिवटा 9-10वटा बनेको छ, 9वटा जति बन्यो हाम्रो चाहिँ। एकदम मिठो नि भएको थियो। हजुर नि ट्राई गर्नुहोस् है, एकदम मिठो नि हुन्छ, हेल्दी पनि हुन्छ घरमै बनेको। यसमा हजुरले अरू पनि केही मनपर्छ भने राख्न पनि सक्नुहुन्छ। अब नेक्स्ट भिडियो चाहिँ म कुल्फी ट्राई गरेर लिएर आउँछु। हस्।